हेलो हेलो सबैजनालाई स्वागत छ। गुड मर्निङ, शुभ प्रभात। र आज पनि म तपाईँहरूमाझ केही कुरा बोलौँ भनेर यहाँ उपस्थित भएको छु र समसामयिक घटनाक्रममा नै म आज आफ्नो कुराहरू तपाईँहरूमाझ राख्नेछु र कुरा गरौँ हाम्रै नेपाल सरकारको। अब अहिले नेपालमा निर्वाचन सम्पन्न भइसकेको छ र त्यसको मत परिणाम पनि लगभग पर्दाफास भइसक्यो। घन्टीले 2/3 मत ल्याउनबाट सम्भवतः 2 सिटले चुक्यो। यो दुःखद कुरा हो एक तरिकाले भन्नुपर्दा, किनकि एउटै पार्टीले 2/3 ल्याएको भए त्यहाँ एउटै पार्टीले सरकार चलाउने अथवा एउटै पार्टीले नेपालका गलत कानुनहरूलाई चाहिँ संशोधन गर्ने त्यो शक्ति प्राप्त हुन्थ्यो। अब त्यो शक्ति प्राप्त गर्नको निम्ति एक दुईजना सांसदहरू पैँचो आउनुपर्ने हुन्छ र त्यसमा निसन्देह नै जो आउन खोज्दैछन् उहाँहरूले केही उहाँहरूमा स्वार्थ लुकेको हुन्छ अथवा उहाँलाई ल्याउनको निम्ति केही आश्वासन दिनुपर्ने हुन्छ। कसरी आश्वासन दिन्छन्, दिएर 2/3 बनाउँछन् या त स्पष्ट बहुमतकै सरकार बन्छ, त्यो अब आगामी दिनमा हेर्न बाँकी छ। अहिले नै आधिकारिक समाचार पर्दाफास भइसकेको छैन। यस विषयमा धेरै हामी चर्चा परिचर्चा नगरौँ। अब विषयतिर लागौँ। म कहिलेकाहीँ आश्चर्यचकित हुन्छु नेपाली समाजको मनोविज्ञान देखेर। एउटै मानिस एउटालाई भगवान बनाउँछ र त्यही मानिसलाई भोलि गएर राक्षस बनाइदिन्छ। देवत्वकरण र दानवीकरण। हामी एउटै मानिसलाई बनाउँछौँ। 72 सालमा खड्गप्रसाद ओलीले राष्ट्रिय सवालमा जुन एउटा निर्णय गर्नुभयो, जुन निडरता देखाउनु भयो, त्यसलाई आधार मानेर केपी ओलीलाई देवत्वकरण गरियो। गर्नुपर्ने थियो थिएन, त्यो अब मैले भन्दा तपाईँहरूले मूल्याङ्कन गर्नु होला, किनकि जनता जनार्दन हुन्। जनताले चाह्यो भने जे पनि हुँदो रहेछ भन्ने यसपटक प्रमाणित भइसकेको छ। र 72 साल पश्चात अहिले आएर 82 सालमा विदिन अ डिकेड, एक दशकभित्र त्यही मानिस आज दानवीकरण त्यही मानिसलाई गरिँदैछ। हिजो